भनेपछि डे 2 भइसकेको छ मैले त खिच्नै बिर्सेछु नाइट पार्टी कस्तो भयो दाइ भेरी गुड म त राम्रो हो तिम्रो कस्तो भयो निक त ड्याम भएको छ त्यहाँ हाम्रो हिजोको पार्टी सकेर अब चाहिँ हामी जाँदैछौँ मन्दिरतिर अब वोटिङ गरेर मन्दिर जान्छ अनि के कस्तो हुन्छ आजको दिन पनि खिचौँ डे 2 गाइज स्टे ट्युन्ड बाइ बाइ बस दिउँ म चलाउँछु गाइज हामी चाहिँ अब फर्किँदैछौँ है मन्दिर दर्शन गरेर रमाइलो अक्सन दाइ चाहिँ उभिनु भयो स्ट्यान्ड अप सकिन आज ब्यालेन्स भइरहेछ हामी चाहिँ भर्खरै मन्दिर गएर आइसक्यौँ अब जाँदैछौँ फेरि होटेलतिर कता हुन्छ खानासाजा खाएर अब निक्लिनु पर्ने पनि छ आजको हाम्रो दिन चाहिँ हामी जाँदैछौँ कहाँनिर निर्देश Trisuli resort we are coming for you बबाल दाइ भन्नुपर्छ आज मौसम पनि क्या गर्मी छ बबाले मजा आउँछ पोखराको स्ट्रिट वाकहरू हामी नाइट लाइफ हेऱ्यो सब कुरा गऱ्यो एकदम थियो अब बाँकी चाहिँ हाम्रो त्रिशुलीको अर्को राफ्टिङहरू सो गाइज स्टे ट्युन बाइ सी यू गाइज अहिले चाहिँ हामी पुलिन्टा जान निक्लिसक्यौँ हामी सबैजना यहाँ बसिरहनु भएको छ यस्तो छ हामी गाडी कुदेछौँ गाडी आउँछ अनि जान्छौँ हामी आउँछौ के बे गरौँ जुगले हुन्छ भेट मायाले हुन्छ सम्झना जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना अरे अब चाहिँ हामी रिभर फ्रन्ट पुगिसक्यौँ यहाँ झुलुङ्गे पुल रहेछ झुलुङ्गे पुलदेखि चाहिँ हिँड्दै जानुपर्ने रहेछ त्यही भएर यहाँ साथीहरूले यो चाहिँ ब्लर गर्नुपर्ने हुन्छ होइन यस्तो ब्लर गर्नुपर्ने यसरी जानुपर्ने है काठमाडौँ चाहिँ होइन त सर के भन्दैछ नि गाह्रो भयो तपाईँलाई तपाईँको चप्पल चाहिँ मलाई मन पर्यो क्या म लाउँछु ल स्विमिङ पुलमा ओके स्विमिङ पुलमा चप्पल ल्याएर खेल्नुहोस् यो यताउति त गर्नु पर्यो त हामी चाहिँ म चाहिँ अघि नै आएँ रेस्ट गरेर भ्लग बनाउनु बिर्सेछु क्या फेरि खिच्नु चाहिँ यहाँ आएर हामी स्विमिङ खेल्न गयो अनि स्विमिङ खेल्दा गएर भर्खरै आएको बनाउनै बिर्सेछु अनि अहिले भर्खर बनाइरहेको छु
बजिरहेछ अनि हामी चाहिँ यसो निक्लेको अब पुलसुल खेल्न के गर्न होइन मेरो चाहिँ स्वर पुरै सुकेछ आज स्विमिङ धेरै नै गरियो जस्तो छ यस्तो छ यहाँ चाहिँ अहिले होइन केटाहरू पनि आउँदैछ सबैजना जाउँ भनेर क्या आज लास्ट दिन हो नि त भोलि के होला थाहा छैन गाडी हिँडिदिइसक्यो भाग्दैछ अब सरहरूले देख्छ भनेर नि देख्छ म चाहिँ उकालो परालो चढेर जाँदैछु केटाहरू भेट्टाउन खोज्दैछु जुन चाहिँ ड्याम्स लागेको छ है आज दामी भएको छ नाइट चाहिँ रमाइलो नै लाग्यो यहाँ कहाँको बत्ती बलिरहेको थियो यहाँ चाहिँ ठ्याक्क बनाइदिएर आवाज आउँछ यहाँ फेरि जहिले पानीको कसले ढोका खोले जस्तो पनि लाग्छ भित्र जहाँ पनि होमस्टे देख्न थाल्यो मैले पर्दैन सोध्नु हेर्नु फेरि सम्झिदिनु भयो कस्तो लाग्दैछ त डे 3 आज कहाँ जाने हामी राफ्टिङ हेर्नु अनि मैले हालेको मात्रै हेर्नु न यो प्लेट तपाईँको त थोरै देखिरहेको छ खाँदैन त हामी त गाइस अहिले चाहिँ हामी ब्रेकफास्ट खाएर बस्यौँ अनि अब चाहिँ रेडी भएर हामी कहाँ जान लाग्छौँ दाइ अब राफ्टिङ हान्न जान लागिरहेको छौँ वाउ सबैजना रेडी हुँदै आइरहनु भएको छ अब जान्छौँ तलतिर राफ्टिङ साफ्टिङ हान माछाको दिन अनि हिँड गरेर घरतिर लाग्नु पनि छ हामी त्यही भएर छिटो राफ्टिङ हेर्न जान्छौँ के कस्तो हुन्छ त्यही हेरौँ है त चाहिँ हामी राफ्टिङ गर्न जाँदैछौँ कस्तो लाग्दैछ तपाईँलाई के एउटा इन्टरभ्यू भनेर जान्ने एउटा कस्तो लाग्दैछ अहिलेसम्म एकदम रमाइलो लागिरहेछ मलाई अनि राफ्टिङ अब कस्तो राफ्टिङ एकदमै म सकिन्छ त मुडमा छु एकदमै अब एकदमै खतरा हान्नु पर्छ उडाउनु पर्छ अब बोटलाई हामी ल सिस्टर जानु त्यस्तो छ यहाँ चाहिँ सरहरू यहाँ हुनुहुन्छ यस्तो ठाउँ छ है वाउ यहाँ हामी चाहिँ गाडीमा बस्दैछौँ यो चाहिँ लास्टै चिसो रहेछ है कस्तो लागिरहेछ चिसोमा बस्दा जाडो भइरहेछ नि तपाईँलाई यहाँ उयो आर्यन सिक्देल चाहिँ यहाँ हुनुहुन्छ हामी सुटिङमा हिँड्दैछौँ आर्यन सिक्देललाई देखाउँछु म अहिले सिनेमेटिक हिरोइन खै हिरोइन चाहिँ अगाडि हिरोलाई चाहिँ यस्तो गाह्रो छ हेर्नु खुट्टा हेरौँ न तपाईँको यहाँ एकजना चाहिँ यहाँ भिलेनको टाउकोमा हालेछ हिरोले स्यालहरू बसे जस्तो पछाडि स्यालको राजाले हात उठाएको छ तपाईँले के भन्दै स्यालको राजाले उही यो रक्सीको बोतल रहेछ यस्तो रक्सीको न यसको दाइले खाएको धन्न माथामा चाहिँ लागेन ओ हिँड्यो 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 ओए मेरोमा न ओले हौ जाऊ 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 थुक न थुकेर खिल्छ
अक्सन दाइ कस्तो लागिरहेछ तपाईँलाई? मलाई बबाल लागिरहेछ। तपाईँलाई कस्तो लागिरहेछ सिसी दाइ? के भन्यो? ओए दामी मजा आइरहेछ नि। निकले यहाँ डरले पिसा फेरिसकेको छ। ओए ल ल ल अब चाहिँ राफ्टिङमै भेटौँला। एक्सन कट। यहाँ हुँदैछ झगडा हाम्रो शिशिर भर्सेस अमन। यो शिशिरले प्रहार, शिशिरले छेक्यो। अमनको राम्रो कोसिस रह्यो, लाग्न दिएका छैनन्। शिशिर पनि आफ्नो टोली लिँदै हिँड्दै। अमनको राम्रो प्रहार, चार्ज हान्दै अगाडिबाट। शिशिरले छेक्न डिफेन्स गर्दै, अमनले राम्रो घुमाएर हान्दै। ला शिशिर डाउन, शिशिर डाउन। Yeah bro, you beauty Aman, yeah. ओहो यहाँनिर चाहिँ अब यस्तो हुनुहुन्छ। यो दिदीलाई सोध्नु भयो त। यो दिदी तपाईँ यतैको लोकल हो? ए अनि के छ राफ्टिङहरूको कस्तो छ? हजुर राफ्टिङको प्राइसहरू के छ? राफ्टिङको प्राइस अरूको त थाहा भएन, हामीलाई त फ्रीमा हो। तपाईँलाई कस्तो लागिरहेको छ अहिले राफ्टिङ? अहिलेसम्म ठिक लागिरहेछ, अहिले गरेपछि थाहा हुन्छ। डर लाग्छ कि छैन अहिले? नर्भस हुनुहुन्न? दामी हुनुहुँदो रहेछ। ओइ भाइ यो भाइलाई हेर्न छ्याट। यो स्यान्ड अति नै तातो भएर कोही जान्छ कि छैन, चप्पल लगाएको मान्छेहरू मात्रै गइरहनु भएको छ। हामी चाहिँ लास्टै तातो रहेछ। उ त्यो दाइ छिरिसक्यो पानीमा। ओ नजान्न, यो दाइ त छिरिसक्यो पानीमा। मेरो त यहाँ उठेछ है। मोबाइल छ। फेरि हामी डुङ्गामा तपाईँ फेरि बग्दै गयो नि त। नजान धेरै उता धेरै पर नजाऊ है, पर टाइट हुनु पर्यो पहिला जानुभन्दा अगाडि। यो दाइको हेलमेट हेर्न, ऊ झ्यापमा मापासी गरेको क्या यो भाइले। बाइक आयो एकछिन त्यो ऊ त्यो कालो भाँडोमाथि राखिदिनु। बिचमै पुगिसकेको छ, रमाइलो भइरहेछ। यहाँ फोटो हुँदैछ, उता पनि फोटोसोटो के हुँदैछ। गोहीहरूले यहाँ घेरिसक्यो हामीलाई। धेरै उता नजानु है दाइ। खोइ गर्नु त दिदी, हेरौँ ब्याग। ओइ दिदी त सिक्नु भयो त एकै दिनमा। ओइ अब त के डराउनु हो अमन दाइ? खोइ अमन दाइ त जम्प हान्नु न। कहाँ जानु अमन दाइ? ल यस्तो छ हाम्रो बोट। मात्रै जाने हो त्यहाँ है त। भन्दा नजानु है। कस्तो लागिरहेछ तपाईँलाई? डाइभ हानेको चाहिँ खिच्नुपर्छ दामी। ल निक छिर नि त पानीमा, उताबाट डाइभ हान। ऊ तिनीहरू त कहिले आउँछ खेलिरहेको बिचमा? ऊ अप स्ट्रिम स्विमिङ हुन्छ। लु त लु, ऊ त्यो बोतल लिएर आउला, त्यो बोतल मात्रै लिएर आउला जो। ल ए पछाडि चाहिँ गाइस अहिले चाहिँ दामी राफ्टिङ भइरहेछ, एकदम रमाइलो भइरहेछ चाहिँ। सबजना यहाँ हुनुहुन्छ, सर यहाँ हुनुहुन्छ, केटाहरू यता छ, नादी एकदम दामी भइरहेछ।
सोचे भन्दा चाहिँ दामी मजा आउँदो रहेछ कस्तो लागिरहेको छ दिदी म खेल्दिनँ भनेर आएको मान्छे त हान्दिए मोबाइल मजा आयो मोबाइल ओ ढकालिदिनु भयो सरसँग अब एकजना हामी चाहिँ अब राफ्टिङ गरेर सिकिसक्यो दामी एक्सपिरियन्स भयो फर्स्ट टाइम हो मेरो त दामी भयो मोबाइल मजा आयो हिजो राति भूत भन्दैमा चाहिँ हिँड्छ भन्छ हिँड्यो यार हिँड्यो दामी भयो 4 बज्यो रे हो र अब त जाउँ खाना खाउँ रेडी हौँ जाउँ ल गाइस हामी चाहिँ यति ढिला भइसकेको छ खेल्दा गरेको दामी भयो लुगाहरू सुकाउँदैछ यहाँनिर यस्तो भइरहेछ यस्तो भइरहेछ भेटेर आऊ कि एकचोटि नपरेको मान्छे हेर न यार नपठाएर यार गाइस अब चाहिँ हाम्रो ट्रिप सकिसकेको छ सबजना हामी यहाँ प्याकिङ गरेर रेडी पोजिसनमा छौँ जानको लागि अब फेरि हिँड्दै पारी पुलसम्म जानु पऱ्यो त्यहाँबाट गाडी चढ्छौँ अनि बेलुका 10-11 बजीसम्म पुग्छौँ होला यस्तै भयो हाम्रो ब्लग चाहिँ ल सबैजनालाई लाइक सेयर सब्सक्राइब गर्न नबिर्सनु होला है त बाई सी यु गाइज अन माई नेक्स्ट ब्लग टिल देन है त बाई सबैजनालाई स्वर पनि पुरै सुकिसक्यो बाई